नमस्कार। यहाँ समस्या मैले आज एउटा कविता लिएर आएको छु। मेरो कविताको शीर्षक छ प्रश्न स्वीकारोक्ति। हाँस्दा हाँस्दै रुनुपर्छ, रुँदा रुँदै हाँस्नुपर्छ। कसले बनायो यो हाँसो र आँसु? कहिले रुँदै कहिले हाँस्दै बाँच्नुपर्छ। हाँस्दा हाँस्दै रुनुपर्छ, रुँदा रुँदै हाँस्नुपर्छ। कसले बनायो यो आँसु र हाँसु? कहिले रुँदै कहिले हाँस्दै बाँच्नुपर्छ। कहिले रिसको ज्वाला उठ्छ, कहिले रिसको ज्वाला उठ्छ, कहिले खुसीको वर्षा छुट्छ। कस्तो केमिकल होला यो रिस र खुसी। रिसाउन हुन्न भन्दा भन्दै पनि रिस आउँछ। चिरबिर चिरबिर सुन्दा पनि खुसी छाउँछ। किन हुन्छ पीडा, किन हुन्छ पीडा? मान्छेले मान्छेलाई नै किन दिन्छ पीडा? किन हुन्छ पीडा? मान्छेले मान्छेलाई नै किन दिन्छ पीडा? पीडा दिन लिन कसले लगायो? पीडा दिन लिन कसले लगायो? किन दुख्छ चित्त, किन दुख्छ किन हुन्छ मन चञ्चल? किन दुख्छ चित्त, किन हुन्छ मन चञ्चल? दुख्ने यो चित्त, चञ्चल यो मन कसले बनायो? दुख्ने यो चित्त, दुख्ने यो चित्त, चञ्चल यो मन कसले बनायो? एकैछिन जिउनका लागि पनि, एकैछिन जिउनका लागि पनि भन्नेहरूले त के भन्छन् भन्छन्। एकैछिन जिउनका लागि पनि भन्नेहरूले त के भन्छन् भन्छन्। कहिले मिस इन्फर्मेसन हाल्छन्, कहिले डिस इन्फर्मेसन फाल्छन्, कहिले मेड इन्फर्मेसन बाँड्छन्। कोही गरेर खान्छन्, कोही गरेर खान्छन्, कोही मागेर खान्छन्, कोही ठगेर खान्छन्, कोही लुटेर भाग्छन्, कोही फसाएर छाड्छन्। सबै आफन्त आफ्ना हुँदैनन्, सबै आफन्त आफ्ना हुँदैनन्, सबै पराई पराई हुँदैनन्। आफ्नै मान्छे आफ्नो हुँदैन, आफ्नै मान्छे आफ्नो हुँदैन। किन एकै हुँदैनन् एकै तत्त्वले भनेका मान्छेहरू? किन एकै हुँदैनन् एकै तत्त्वले भनेका मान्छेहरू? किन बनाउँछन् बम बारुद, किन ध्वस्त पार्छन् मानव बस्ती नै? किन एकै हुँदैनन् एकै तत्त्वले बनेका मान्छेहरू? किन बनाउँछन् बम बारुद, किन ध्वस्त पार्छन् मानव बस्ती नै? कतै निरङ्कुश शासन लाद्ने प्रकृतिकै ग्रान्ड डिजाइन त होइन यो? कतै निरङ्कुश शासन लाद्ने प्रकृतिकै ग्रान्ड डिजाइन त होइन यो? नत्र नत्र मान्छेलाई पृथ्वीमै किन बसायो? नत्र मान्छेलाई पृथ्वीमै किन बसायो? मोह जालमा पारेर किन फसायो? नत्र मान्छेलाई पृथ्वीमै किन बसायो? मोह जालमा पारेर किन फसायो? त्यही भएर त होला, त्यही भएर त होला जिन्दगी नामको लम्बे यो यात्रामा, त्यही भएर त होला जिन्दगी नामको लम्बे यो यात्रामा कहिले माथि चढ्नै पर्छ, कहिले बिचमा अड्नै पर्छ, कहिले तल झर्नै पर्छ। तल माथि यताउता गर्दा गर्दै, तल माथि यताउता गर्दा गर्दै थाहै नपाई मर्नै पर्छ। तल माथि यताउता गर्दा गर्दै थाहै नपाई मर्नै पर्छ। त्यसैले त भन्छु म, त्यसैले त भन्छु म, मर्नु अघि केही न केही त गर्नै पर्छ। त्यसैले त भन्छु म, मर्नु अघि केही न केही त गर्नै पर्छ। धन्यवाद, नमस्कार।